हेलो नमस्ते लासो फ्याफुल्ला हजुरहरू सबैलाई स्वागत छ सानो मायाको मिनी ब्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ? हजुरहरूलाई चाहिँ आज मेरो सानो मायाको मिनी ब्लगमा चाहिँ मैले किमा नुडल्स कसरी बनाएर खाइरहेको छु भनेर चाहिँ देखाउन गइरहेको छु। त्यही भएर हजुरहरूले चाहिँ सानो मायाको ब्लगलाई फर्स्टदेखि लास्टसम्म हेरेर चाहिँ प्लिज सपोर्ट गरिदिनु होला। मेरो भिडियोलाई हेरेर लाइक सेयर अनि स्पेसली सब्सक्राइब गरिदिनु होला है त। म चाहिँ आज मेरो ब्लगमा चाहिँ किमा नुडल्स कसरी बनाएर खाइन्छ भनेर हजुरहरूलाई चाहिँ सर्टकटमा देखाइरहेको छु हैन। किनभने म सबै तपाईहरुलाई मेरो रेसिपी चाहिँ मैले यसरी बनाइरहेको छु, यो काटिरहेको छु, त्यो गरिछु, यस्तो उस्तो भनेर चाहिँ म हजुरहरूलाई मेरो भिडियोमा भन्न चाहन्न। किनभने हजुरहरू नर्मली मैले जति पनि खानेकुराहरू बनाएर हुन्छु त्यसमा चाहिँ नर्मली सबै बेसिक खानेकुराहरू बनाएर हुन्छु। त्यही भएर हजुरहरूलाई यस्तो रेसिपीहरू चाहिँ म्याक्सिमम सबैजनालाई बनाउन आउँछ। त्यही भएर मैले चाहिँ खानेकुराको चाहिँ रेसिपी चाहिँ यस्तो त्यस्तो हेन तेन भनेर चाहिँ केही पनि डिटेल्समा दिइरहेको छुइनँ। तर मैले जसरी बनाइरहेको छु त्यो चाहिँ हजुरहरूलाई सेयर गरिरहेको छु है। अब मिठो अब हजुरहरूले चाहिँ जस्ट भिडियो हेरेर मिठो मानिदिनु होला। तर मैले खाँदा चाहिँ एकदम टेस्टी भएको थियो। हाम्रो दाइ बहिनीको लागि बनाएको थियो मैले चाहिँ। बाहिर चाहिँ वेदर एकदमै चिसो छ, पानी परिरहेछ, झरी परिरहेछ हैन। बाहिर घुम्ने वातावरण पनि छैन। त्यही भएर घरभित्र बसेर तातो तातो कहिले थुक्पा, कहिले ढिँडो, कहिले किमा नुडल्स बनाएर चाहिँ खाइरहेछ। म चाहिँ यसरी टाइम स्पेन्ड गरिरहेको छु। आजभोलि चाहिँ मेरो काम छैन, त्यही भएर मैले चाहिँ टाइम पास कसरी गर्ने भनेर चाहिँ युट्युब च्यानल खोलेर चाहिँ हजुरहरू सामु चाहिँ मैले के गरिरहेको छु, दिनमा कसरी बिताइरहेछ टाइम, त्यही सेयर गरिरहेको छु। हजुरहरूले चाहिँ प्लिज मेरो सानो माया युट्युब च्यानलमा गएर चाहिँ लाइक गरिदिनु होला, हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। आशा छ हजुरहरू सबैजनाले मेरो भिडियो हेरेर चाहिँ सपोर्ट गरिदिनुहुन्छ। स्पेसली सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। म चाहिँ एकदम मेहनत गरेर हैन आफ्नै पारामा सिरियसली एकदमै व्यस्त भएर चाहिँ काम गरिरहेको छु। हजुरहरूले देखिराख्नु भएको छ। म चाहिँ भेजिटेबलहरू कटिङ गरिरहेको छु। अनि अब खासै घरमा कोही पनि हुनुहुन्न थियो। दाइहरू दिदीहरू सबैजना काममा जानुभएको थियो। म चाहिँ फ्री थियो, त्यही भएर हुनुहुन्छ। तर दाइहरू चाहिँ आफ्नो रुममा हुनुहुन्छ, दिदीहरू सबै काममा हुनुहुन्छ। त्यही भएर म एक्लै थियो। अनि म चाहिँ एकदमै हाम्रो चाहिँ किचन ठुलो छ हैन। त्यही भएर म चाहिँ आनन्दले एक्लै खाना बनाएर मस्त बनाएर बिजी भइरहेको थियो। तर मैले बनाएको किमा नुडल्स चाहिँ सिर्फ मेरो दाइ र बहिनीको लागि मात्र हो। अनि हजुरहरूलाई चाहिँ भिडियो अब कुन हिसाबले बनाउँदा सही लाग्छ, कसरी बनाउनुहुन्छ है, एकदम दामी लाग्छ। म चाहिँ धेरै भिडियोहरू हेरिरहेको हुन्छु। किनभने मैले भर्खर युट्युब च्यानल खोलेको हो नि त। त्यही भएर मलाई खासै नलेज छैन क्या। भिडियो यति बजे पोस्ट गर्दा राइट टाइम चाहिँ यो यति हो भनेर त्यो पनि थाहा छैन मलाई। अनि भिडियो कति बजे पोस्ट गर्नुपर्छ भन्ने थाहा छैन। अनि भिडियो खासै मलाई त्यस्तो एडिटहरू पनि गर्न आउँदैन। मैले भर्खर पोस्ट गर्न लागेको। अनि म सिक्दै पनि छु। मलाई नआएको चिजहरू चाहिँ मैले यही युट्युबबाट पनि धेरै कुरा सिकेको छु हैन। यो युट्युबबाट मलाई हरेक चिज मलाई कुनै धेरै चिज कन्फ्युज हुनेहरू, मलाई नआउनेहरू चाहिँ म युट्युबमा गएर सर्च गरेर हेर्दा चाहिँ युट्युब चाहिँ एउटा हाम्रो लाइफको एउटा पार्टै हो क्या। यसले चाहिँ हामीलाई धेरै कुरा सिकाउँछ। हामीलाई नर्मली धेरै कुराहरू सिकाउँछ हैन। हेल्थदेखि लिएर नलेजहरूको कामदेखि लिएर हरेक क्या एभ्रिथिङ एकदमै सिकाउँछ क्या। त्यही भएर चाहिँ म चाहिँ युट्युब चाहिँ प्रायः धेरै भिजिट गरिरहेको हुन्छु। अनि मैले भिडियो एडिट गर्ने तरिका पनि मैले भर्खर अलिअलि सिकिरहेको छु। अर्को युट्युबर साथीहरूको थ्रुबाट सिकिरहेको छु भिडियो कसरी एडिट गर्नुपर्छ भन्ने। तर अहिलेसम्म पनि मलाई खासै एकदम एक्ज्याक्ट पर्फेक्ट हिसाबले चाहिँ भिडियो एडिट गर्न चाहिँ आएको छैन। प्लिज हजुरहरूलाई थाहा छ भने चाहिँ भिडियो कति बजे पोस्ट गर्दा बेटर हुन्छ अनि एडिट कुन हिसाबले गर्दा ठिक हुन्छ भनेर चाहिँ प्लिज मलाई भनिदिनु होला है। मैले चाहिँ किमा नुडल्स चाहिँ पुरा साग बनाएर यताउता गरेर खाना लगाइरहेको छु हैन। तर किमा नुडल्स चाहिँ मैले चिकनको बनाइरहेको छु किमा चाहिँ। किनभने म चाहिँ चिकन मटन बाहेक अरू खाँदिनँ। चिकन अनि म मटन मात्र खान्छु क्या। म अरू मासुहरू चाहिँ खासै खाँदिनँ। त्यही भएर चाहिँ मैले चिकन नै चुज गरेँ। यो किमा नुडल्सको लागि चाहिँ चिकन नै युज गरेँ।
मैले किमा नुडल्सको लागि चाहिँ अब यसरी सेतो सेतो किमा देखिरहेको छ किनभने अब डिप फ्रिजमा राखेको थियो। अब निकालेर ओभनमा हाल्दाखेरि चाहिँ पुरा अलिअलि त्यही पाकेको थियो क्या, त्यही भएर चाहिँ किमाको चाहिँ कलर चाहिँ त्यस्तो कुनै सेतो भएर पाकेको अनि कुनै यस्तो भएको थियो। म चाहिँ आनन्दले अब पुरा किमा नुडल्स फ्राई गर्दै अनि आफ्नै पारामा चिल भएर काम गरिरहेको थिएँ क्या। अनि अरू के साथीहरू अरू चाहिँ कस्तो भने अब मैले भिडियोहरू पोस्ट गरिरहेको हुन्छु होइन, कुनै भिडियोहरू चाहिँ कपिराइट भनेर अब ब्लग भनेर देखाउँछ अनि कुनै भिडियोहरूमा हुन्छ क्या दुई तिनवटा भ्युज भन्दा पनि जाँदैन, कसरी हो त्यो पनि थाहा भएन। प्लिज मेरो भिडियोहरू हजुरहरूले हेर्नु भएको छ भने चाहिँ मलाई भनिदिनुहोस् के कति बजे अनि कुन हिसाबले पोस्ट गर्दा हुन्छ, कुन हिसाबले एडिट गर्दा हुन्छ, प्लिज त्यो चाहिँ मलाई सिकाइदिनुहोस् न, भनिदिनुहोस् न। हजुरहरूलाई जतिसम्म आउँछ त्यति चाहिँ मलाई सिकाइदिनुहोस् न है। आशा छ हजुरहरूले मलाई सिकाइदिनुहुन्छ। मेरो किमा नुडल्सको किमाको कलर चाहिँ अब पाक्दै आउँदा चाहिँ यस्तो देखिया छ है, मसलाहरू टक्क हालेर स्पाइसी। म खासै त्यति स्पाइसी त खाँदिनँ, तर मैले यो किमामा चाहिँ खासै स्पाइसी हालेन कि, किनभने मैले अचार एक्स्ट्रा बनाएको छु नि त, अघि हजुरहरूले देख्नु भयो होला नि त, पुरा पिरो खुर्सानीको किमा चाहिँ बनाएको थियो। यो चाहिँ मैले टमाटरलाई काटेर ब्लेन्ड गरेको क्या, किनभने किमा नुडल्समा त्यो चोक्टा देखेको खासै राम्रो देखिँदैन होला भनेर मैले चाहिँ ब्लेन्ड गरेर अनि किमा नुडल्समा मिक्स गरेको छु क्या। त्यही भएर चाहिँ ब्लेन्ड गऱ्यो भने चाहिँ त्यो किमा नुडल्सहरूमा खासै त्यस्तो उयो देखिँदैन क्या, चुक्रक्क देख्दैन क्या होइन। ठ्याक्क त्यो सबै पुरा किमासँग मिक्स भइसकेपछि चाहिँ पुरै एकदमै क्या अलगै देखिन्छ अनि देख्दा पनि अलगै देखिन्छ, तर खाँदा पनि टेस्ट त दुइटै सबै सेमै हुन्छ होइन। ल हेर्नुहोस् किमा नुडल्सको लास्ट लुक चाहिँ यस्तो देखेको छ क्या, कस्तो लाग्यो वा, आफै पुरा बास्ना लिँदै होइन यसो वा भन्दै भिडियो बनाउँदै बसिरहेको थियो होइन। त्यो भोइस चाहिँ मैले तपाईँहरूलाई सेयर गरिनँ किनभने म वा दामी देखियो दामी भएको थियो भनेर चाहिँ म आफै एक्लै बोल्दै गरिरहेको थिएँ। मैले अघि बनाएको अचार चाहिँ यस्तो देखेको थिएँ साथीहरू, प्लेटमा यसरी सर्भ गर्दा चाहिँ यसरी राउन्ड गरेर स्टाइलमा घुमाउँदा चाहिँ दामी लुक्स देखेको थियो। किन हेर्नुहोस् त देखेको थियो नि। मलाई चाहिँ अब मेरो दाइले नि खाएर चाहिँ वाउ टेस्टी भयो भन्दै हुनुहुन्थ्यो, मैले पनि मलाई नि टेस्टी लाग्यो तर स्पाइसी थियो होइन। किमा के अचार चाहिँ लास्टै स्पाइसी थियो। मैले किमा चाहिँ खासै पिरो बनाएन, अचार पिरो छ त्यही भएर दुइटै डबल पिरो भयो भने त फेरि पेट गडबड हुन्छ नि त होइन। त्यही भएर मैले चाहिँ पेट गडबड हुन्छ भनेर अनि धेरै दुईतिरै पिरो हालेन। अनि मैले चाहिँ सागलाई फ्राई गरेर चाहिँ यसरी डिजाइन गरेर टक्क किमा नुडल्ससँग चाहिँ माथि साग राखेर यसरी खाएको थियो क्या। मेरो किमा नुडल्स चाहिँ लास्ट लुक चाहिँ यस्तो भएको थियो। ल हेर्नुहोस् आफै बनाउँदै आफै सुँग्दै कि अझ मक्ख हुँदै। ल हेर्नुहोस् मेरो दाइले कसरी किमा नुडल्स खाइरहेछ, आमा गाँस पनि कत्रो नाची इन्जोय गरी लाइक टक्की थम्स अप दिइरहेछ है। एकदमै दामी भएर मिठो भएर भन्नुभएको थियो मेरो दाइले। थ्याङ्क यू सो मच मेरो दाइ। अब लास्ट चाहिँ मेरो पालो भयो नि त खानेकुरा। अब आफैले बनाएको खानेकुरा भिडियोको लागि मात्र वाउ भन्ने चाहिँ नसोच्नु होला होइन, तर मिठो नै भएको थियो। अब आफ्नै तारिफ आफ्नो खानाको तारिफ आफैले गर्यो भने चाहिँ नठान्नु होइन, तर मलाई चाहिँ एकदमै मिठो नै लागेको थियो। मैले चाहिँ मिठो मानेर धेरै खायो। मेरो भिडियो लास्टसम्म हेर्नुभएकोमा थ्याङ्क यू सो मच।